सबैलाई नमस्कार। आज म मेरो तरकारी बारीमा भएका विभिन्न तरकारीहरूको भिडियो यहाँहरु समक्ष प्रस्तुत गर्न गइरहेको छु। अनेक प्रकारका तरकारीहरू सिजन मिसाएर खान मिल्ने, अनेक प्रकारका पौष्टिक तत्त्वहरू फरक हुने यी तरकारीहरू के मैले चाहिँ तरकारी बारीमा छन् त्यसको बारेमा मैले प्रस्तुत गर्न गइरहेको छु। यसलाई चाहिँ ध्यान दिएर हेर्दिनु हुन पनि अनुरोध छ। अब सबभन्दा पहिला यो इन्डियन हाइब्रिड पर्वर हो। यो प्रशस्त फलिसकेको छ। यो चाहिँ एउटा औषधीय बिरुवा पनि हो। एकातिर सलादको रूपमा पनि खान मिल्ने अनि त्यसपछि तरकारीको रूपमा पनि खान मिल्ने यो धेरै फलिसकेको छ। अहिले फल्दै छ, पुरै लटरम्म फलेको छ। त्यसरी नै यसको औषधीय गुण पनि हुन्छ विभिन्न रोगहरूको लागि। यतातिर लौकाहरू फलिसकेका छन्। लौकाहरू यस्ता लौकाहरू यसरी फल्दैछन्। यो बोडी भयो, बोडी पनि फलिरहेको छ। बोडीहरू लामो बोडी, मिटर बोडी चाहिँ यसरी पुरै फलिरहेको छ। त्यस्तै यो काँक्राको झाल भयो, काँक्राहरू यता पनि काँक्रा यसरी फलिरहेको छ। त्यस्तै यता फेरि मकैबारी पनि छ। मकैबारीभित्र सिमीहरू यसरी सिमीहरू पुरै भित्र पर्याप्त मात्रामा फलेको छ। त्यस्तै काँक्राहरू यसरी काँक्राहरू भित्र फलिरहेछ। काँक्राहरू पनि अब यस्तै चिप्ली भिन्डी, यतातर्फ फेरि चिप्ली भिन्डी नै भित्रै फलेर आवश्यकता, आफूलाई चाहिने सामान्य आवश्यकताहरू पुरा गर्न सकेको छ। त्यस्तै खोर्सानीका बिरुवाहरू, यता घिरिम्लोहरू, लौकाहरू फलेको छ। यतातिर भेन्टाका बिरुवाहरू सरेको अवस्था छ। यता जुक्यानी पनि फल्दै गरेको अवस्था छ। जुक्यानी फल्दै गरेको अवस्था छ। यो काँक्राहरू पनि यसरी काँक्राहरू फलिरहेको छ। काँक्रो फल्ने क्रम पनि जारी छ। अब यो करेलो, यसरी करेलोको झ्याङ पनि यसरी बढिरहेको छ। सँगसँगै यसको फल पनि लागिरहेको छ। बतिलाहरू लागिरहन्, यसको झ्याङ बढिरहेको छ। यो बोडीको झ्याङ निकै ठुलो भइरहेको छ। बोडीको झ्याङ अर्कोतिर फर्सीका मुन्टाहरू, क्रस तरकारी बाली सिस्टम अनुसार फर्सीका मुन्टाहरू यसरी यो सागहरू पनि यसरी साग पनि बेला खानको लागि साग पनि भइरहेको छ। यो पिँडालु बारी हो। यो यहाँ पिँडालुहरू, अनेक जातका पिँडालुहरू पनि यहाँनिर यसरी भइरहेको छ। घिरौँलो, यो चाहिँ घिरौँलो हो। यसका बतिलाहरू बल्ल सुरु गरेको छ। बतिलाहरू लाउन बल्ल सुरु गरेको छ। यसरी यो कागती हो, विकासे कागती। यो कागती पनि लगभग सिजै 12 महिना फलिरहन्छ। यसका बतिलाहरू सुरु भएको छ भने अब यो गोलभेडा, यो लोकल टमाटर हो। यो पानीको कारणले धेरै सप्रिरहेको छैन र पनि यो चाहिँ यसरी फलिरहेको छ। आफ्नो आवश्यकता
घरयासी रूपमा पुरा गर्नको लागि यसले सहयोग गरिरहेको छ। खुर्सानीहरू पनि राम्रै भइरहेको छ। केही क्याप्सिकम, यस प्रकार साग, यो साग, खुर्सानीहरू, अनि यो लसुन। अब यो लसुन पाक्ने तयारीमा छ। यो भोटे लसुन हो। यसमा पनि अत्यन्त धेरै औषधीय गुणहरू हुन्छ। अब यो लगभग यसरी फलिरहेको छ। यसको चाहिँ यो पाक्ने अन्तिम तयारीमा छ। अब यसरी फलिरहेको छ। यो भोटे लसुन हो। अर्को लोकल लसुन पनि यहीँ छ। यसरी विभिन्न प्रकारका तरकारीहरू, फलफुलहरू एक किसिमले थोरै ठाउँमा आफ्नो आवश्यकता पुरा गर्नको लागि भएको छ। मकैहरू पनि राम्रै भइरहेको छ। यो सिजनल चिजबिजहरू, मकैभित्र पनि क्रस बालीहरू, सिमीहरू, बोडीहरू, चाहिँ यसको उत्पादन भइरहेको छ। आफ्नो आवश्यकता खानुपर्ने बेला तरकारी एकातिर अर्ग्यानिक, यसमा चाहिँ भैँसीको मल, गोठे मल मात्रै प्रयोग हुन्छ, अर्ग्यानिक हुने, स्वास्थ्यको लागि राम्रो गर्ने। अर्कोतिर किन्नको लागि पनि बजार धाइरहनु नपर्ने। यो चाहिँ सलादको रूपमा प्रयोग हुने अफ सिजनल साग हो। यो सलादको रूपमा पनि प्रयोग हुन्छ, सागकै रूपमा पनि प्रयोग गर्न मिल्छ। यसको पनि सङ्ख्या राम्रै छ, धेरै नै छ, आफूलाई चाहिने जति पुग्ने छ। यसरी तरकारी रहेको, यस्तो अवस्था रहेको कुरा सबै मित्रगणहरूलाई पनि देखाउने उद्देश्यले भिडियो बनाएको छु। यो गर्न सकियो भने एकातिर फुर्सदको समय उपयोग हुने, स्वास्थ्यवर्धक अर्ग्यानिक तरकारीहरू उपयोग गर्न पाइने र थोरै हदसम्म भए पनि खर्च पनि बच्ने अवस्थामा यो चिजहरू उपयोगी भएको कुरा मैले यहाँहरूलाई यही आज सेयर गरेँ। ल, धन्यवाद। सल्लाह सुझावको अपेक्षा पनि छ। नमस्कार। दिन शुभ होस्।